यो चाहिँ यो हाम्रो वाटर फाउन्टेन। हामी चाहिँ बिहान बिहान मर्निङ वाक गर्न पनि आएको थियौँ होइन। चाहिँ एकदम दामी छ। यहाँ चाहिँ एउटा यस्तो राम्रो डेभलप चाहिँ के रहेछ भने कम्युनिटी जिमहरू अनि यस्तो वाटर फाउन्टेन पार्कहरूमा चाहिँ हामीले मर्निङ वाकहरू गर्ने होइन, जिमहरू गर्ने एकदम त्यो गर्न पाइयो। हाम्रो दाइ एकदम चिलमा हुनुहुन्छ, एकदम टिकटक चलाउँदै हुन्छ। हाम्रो वाटर फाउन्टेन हामी चाहिँ यहाँ अहिले ठ्याक्क एकजना साथीलाई भेट्नको लागि आएको छौँ। यहाँ चाहिँ यो देखिरहनु भएको छ, यहाँनिर चाहिँ पर्सनल पेट्सहरू धेरै मान्छेले राख्ने चाहिँ यिनीहरूको सोख हुँदो रहेछ होइन। अनि यही हो हाम्रो वाटर फाउन्टेन पार्क। अनि यहाँनिर वरिपरिको बिल्डिङहरू अलि परबाट म दामी देखाउँछु तपाईँहरूलाई। यो बिल्डिङहरू चाहिँ बवाल यहाँको कोलोनी नै भनौँ न होइन, नेपालमा जस्तै वरिपरिको कोलोनीहरू हुने। हाम्रो दाइ चाहिँ यहाँ हुनुहुँदो रहेछ होइन, हामी चाहिँ यहाँ जाँदैछौँ। म टिकाराम चापा गएँ है। नाइस नाइस। ल हाम्रो साथीसँग भेट भइसकेको छ होइन, हामी एकछिन गफ गर्नेछौँ। अनि यहाँनिर चाहिँ हाम्रो वाटरको फाउन्टेन पनि छ एउटा, यस्तो तल सामान छ। अनि यहाँ चाहिँ मान्छेहरू घुम्न आउने फ्री टाइममा होइन, यसरी बस्ने। अनि यहाँ टेबल टेनिस खेल्ने रहर हुनेहरूलाई चाहिँ टेबल टेनिसको बोर्ड पनि छ यहाँनिर। अलि मासतिर माथिल्लो कोर्ट पनि छ। अनि यहाँ चाहिँ यस्तो एउटा वाटर मार्कहरू छ। यो ठाउँ चाहिँ यदि आउनुभयो भने यो ठाउँ चाहिँ घुम्न नबिर्सिनु होला। यस्तो कति छ होइन, तर यो ठाउँ अझै दामी छ। बब्बाले हो, राम्रो छ। हामी त एकदम धेरै राम्रो लाग्यो होइन। अब नेपालमा त्यस्तो घाँस घुस दाउरा दौरी यहाँ धुलो मुलो देखिरहेको होइन, यहाँ त एकदम निट एन्ड क्लिन टिपटप देखिन्छ है। अनि ल हामी फेरि यहाँ साथीसँग एकछिन गफ गरेर अहिले फेरि म आउँछु है त गाइजहरू। ल